वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म बिहान उठेर गतिन गइसकेर पनि अनि भ्लग स्टार्ट गरेको छु। एन्ड आज चाहिँ हाम्रो घर पूजा छ। एन्ड हियर इज माई मम, पानी खाँदै हुनुहुन्छ अनि आमा यहाँ हुनुहुन्छ। अनि आज चाहिँ हाम्रो घर रुद्री ह अनि त्यही भएर चाहिँ म भ्लग स्टार्ट गरेको छु फर मेमोरिज। एन्ड त्यही हो साथीहरू, काम भइरहेको छ साथीहरू। हेलो मम्मी, हाई गरिदिनु। अलि गर्नु नथिएन क्या, हजुरले चुप्पा लाग्नु थियो। ल तिमीले हाई गरिदियो मेरो क्युटी पाइ। ल ल ल यहाँ चाहिँ रोटी बनाउनलाई पिठो मुस्लिम कार्यक्रम भइरहेको छ साथीहरू। अनि म चाहिँ यहाँ सफा गर्दैछु। फिर्नी त तिहारमा होला नि, फिर्नी त खाने भनेकै तिहारमा मात्रै हो क्या फिर्नी। बरु सेलरोटी अनि त्यो ठक्काने रोटी चाहिँ अरू बेला पनि बनाइन्छ, तर चाहिँ त्यो फिर्नी रोटी चाहिँ त्यही उसमा मात्रै बनाउँछौँ, मतलब त्यही मतलब तिहार। त्यहाँ चाहिँ हाम्रो सेन दिदी हुनुहुन्छ। हेलो सेन दिदी, वेलकम इन माई ब्लग। त्यही हो साथीहरू। गाइस हामी चाहिँ फ्लेक्सिङ आवर मेक्सी। अनि हामी चाहिँ नुहाएर पनि यसले नुहाइहाल्ने अघि गाडी देखियो। यसले नुहाइहाल्ने काम गरेर हो, बिहान मैले नुहाउँछु। मैले नुहाएँ, यसले नुहाइहाल्ने। अब मम्मीले पनि नुहाउनु बाँकी छ। अनि चिया कपिराइट लाग्न सक्छ यार पछाडिकोबाट है त। हाई गाइस, अब चाहिँ हामी कपडा लिन आएको। यो चाहिँ मेरो ठटेको, किनकि मैले जहिले पनि भिडियो यस्तो ओरिजिनल गरेको भिडियो थाहा भएर त्यही गराइछु। अनि त्यही भएर अनि यस्तो बाटो चाहिँ म भूत देख्यो, भूत हाम्रो यता पेपर उद्योग उयो डर लाग्थ्यो यार। मैले हस्ता जस्तो बिन्दु दिदी, वी आर मिसिङ यु। यतातिर केही सुन्ने नाइनी बोलेको पनि ल्याइसक्यो। अनि फेरि जाँदैछौँ हामी अन्त कतै अन्त सामान किन्न हो, त्यही भएर। अनि हामीलाई चाहिँ अहिले ढिला भइसक्यो त्यही पनि। सो गाइस हामी चाहिँ अब रेडी हुन लागेको। वहाँ गएर पनि आएम 4 नम्बर यहाँ हो बहिनी। अनि अब चाहिँ हाम्रो ट्रान्सिसन है त। ल एकजना ट्रान्सिसन गरौँ, ट्याक्क लाग्यो। 1 2 3 1 2 3। So guys, finally kita gayo and we are here to make TikTok. Sunset पनि हुन लागिसक्यो त्यहाँनिर। enjoy तब देख्न सक्नुहुन्छ कतिवटा मान्छे हुनुहुन्छ। Guys, we are enjoying here. Guys, we already enjoy a lot. We are here. Once again, ini first time vlog बनाएको थिएँ यिनले मेरो YouTube च्यानलमा। He is my प्रसिद्ध भाइ। Yeah, I am a Vishal.
यहाँ छिन दाँत कट्टाउँदै अनि हामी यहाँ छौँ दुई बहिनी मेक्सी वाली म हजुरलाई ओके पुरै आउटफिट मात्रै प्लिज बाहिर हेर्न सक्नुहुन्छ कति रमाइलो म देखाउँछु सो गाइस यहाँ चाहिँ भूतको कहानी भन्न लाग्नु हजुर हाम्रा घर फेरि त्यो के भयो भन्दा म त्यही दाउरी आइथेँ साँझको बेला पर तलतिर घर आएर यता आइथ्यौँ कि अनि फेरि म दाउरी आइथेँ यसपछि एउटा मान्छे त्यस्तै टोपी लाएर झोला झल्लारे भोकेर कुर्लिँदै तल छ मलाई हेर्दा डराउने नि आज हामी कति धेरै केही पनि नै लाग्छ त्यस्तो भूत रहेछ भूत कपडा त झल्लाले लाग्थ्यो त्यो फेरि वास्तवमा हाम्रो त्यहाँ बुवाका दाइ भाइ पहिला त्यहाँ गाड्थ्यो नि को चौरामुनि कपडा झोला जस्तो बोकेर माथि झरे जस्तो ल तर हामी धेरै बेर कोही झरेन लाग्छ जस्तै बाँस हुन्छ नि बाँस त सिधै महिना सुताइले छ राति होइन अनि फेरि माथि गयो त्यहाँ केही पनि छैन फेरि बाँसलाई सुताइदिएर यस्तो बुझिसकेर अर्को बाटो बुझ्यो भने त मलाई त भेटाउ परे हावाले कहाँ लाउ न पैसा थोरै बन्द गरी भित्र जान्छ भित्र मान्छे सेक्दिनुहुन्छ का भन्दा लौडा लौडा यहाँ लौडी के पानी बगले पानी हो
खै हिरण्यगर्भ हरायो खै भाइहरु त मार्छ होला यार Oke, jangan mau. Oh iya, baru पैसा तो कहाँ दे हालता? आर्सेनल 20 रुपए पाई. सबैभन्दा सानोले बरु धेरै पैसा पाए बेटा 150 हामीले पनि बेच्छ त बेकारमा भिजियो मात्र यार हैन नि यो त राम्रो अवश्य हो लास्टै चाहिँ भिजियो मात्र धेरै हुँदो रहेछ है तर त्यो त फर्स्ट टाइम हो उसमा त्यही घर पूजामा जाने यही हुन्छ रमाइलो हुन्छ मलाई यही पोइन्ट मात्रै मनपर्छ त्यो घर पूजाको एकदम बजारमा जान आन्टी लिजा ल सोशल वर्कर सबैलाई पुग्यो उता बाहिर आउनु हो क्या मैले
बाबाको श्री कृष्ण भगवानको भक्तजनहरूको आनन्दको कैलाशपति महादेवको सबैको जय हो सबैको कल्याण होस् अथवा धनु पछाइको घरमा पूजा गर शान्ति घर वास्तु